सालीले कर गरेको घरै गरेर हामीले त सिलाइको मसिन किनिदिइहालौ, तर सालीलाई नि यो चलाउन आउन्न भनेर छोडी त हालौ। मेरो पैसा त यसै खिएर गइहाल्छ। 7-8 हजार पो परेको छ त कहाँ यसै छोड्नुहुन्छ र? श्रीमतीलाई उता सिका 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 भन्छु, चलाउनै आउन्न भनिहाल्छिन्। त अब आफै सिकिहाल्नु पर्छ, नत्र भने त मेरो 7-8 हजारको त बडो नोक्सान भएको छ नि त। त्यसैले आज म यही सिलाइ मसिन सिक्छु भनेर यहाँ बसिहालेको छ। पर्सि पनि एक्लै भएको बेलामा ट्राई गरिहालेको थियो, अलिक पारा नल्याएर छोडिहाल्यो। आज चाहिँ म जसो गरेर भए पनि यो सिलाइ मसिन सिलाउन सिकिहाल्नु छ। यत्रो पैसा खर्च भएको छ, कहाँ आउँछ पैसा? कमाउन कम त गाह्रो छ। अब म पहिला यो मसिन कसरी चलाउँछ त पहिला हेर्नु पर्यो। तलपट्टि एउटा छक्का रहेछ, यतापट्टि यहाँ के जाति रहेछ। यो चाहिँ के होला कुनी? आहा, दिमागमा आइहाल्यो, धागा हाल्ने जग्गा रहेछ। यताबाट धागा हालेर यो दुलाबाट छिराउँछ अनि निचेमा जान्छ। अनि यहाँ स्विच बटन यहाँ एउटा चाबी रहेछ, चाबी अन गरेर यो घुराएको त देखेको थिएँ बजारमा, तर यो त यो मात्रै घुर्छ त। आहा, दिमागमा आइ त हाल्यो। जनाई पनि रहेछ, जनाई लगाइदिनु पर्छ पहिला। अच्छा, चक्कामा लगाउनु पर्छ। यो धान कुट्ने मेसिनमा पनि हामीले देखेको थियो यस्तो खालको फिता लगाएको, तर यो फिता चाहिँ बुढीले मेरो लङपेनको इँदार लगाइदिइहालेछ। त्यही भए पनि अब काम त गर्नुपर्छ। म पहिला फिता लाउनु पर्यो है गाइज। हजुरहरू हेरिराख्नुहोस् है, हामी त यतिकै छोड्नेवाला त छैन। यहाँ एउटा 500 रुपियाँको पैसाको नोट फाटिहालेको छ, यसैलाई सिलाइदिइहाल्छ। कहाँ खेर जान्छ 500 रुपियाँको नोट? कमाउन कम त गाह्रो छ। गाइज यसलाई सिलाइदिन्छ, हेर्दै गर्नुहोस्। यसलाई यहाँमा च्यापिहाल्नुपर्छ। यतापट्टि एउटा डन्ठा थियो, कहाँ गएछ? आहा, यहाँ रहेछ। यसलाई निचे गिराएपछि यो च्यापिहाल्छ। अब चक्का घुराएपछि नसिलोस् त यस्तो बाजेको। क्या भएछ फेरि? खराबै मात्र हुन्छ न के हो? मलाई न आएन। पर्सि पनि यस्तै भएको थियो, आज पनि उस्तै भएको छ। होइन, जनाई त फुस्किहालेछ नि, फेरि यसलाई लगाइदिइहाल्नु पर्छ। अब चाहिँ यहाँ गाँठो पारिदिएपछि यसको बाजेको नसिलाएको धत। न, यो 500 त झन् फट्न आँटिहाल्यो त। यो 500, यो 20 रुपियाँ सिलाइहाल्छ होला हौ। अर्को पनि 20 रुपियाँ, 20 रुपियाँ सिलाएर 40 रुपियाँको लोड बनाइदिइहाल्छ। अझै 20 रुपियाँ थपेर 60 रुपियाँको लोड बनाइदिन्छ। अझै 10 रुपियाँ थपेर 70 रुपियाँको लोड बनाइदिन्छ। न, हुन्न, लम्बा हुन्छ, बोक्नलाई अप्ठ्यारो हुन्छ। त म के काम गर्छु भने 10 रुपियाँको लोडको एउटा साइडमा 500 को लोड लगाइदिन्छ। एउटै साइज छ नि त, साइज त एउटै छ। यतापट्टि 10 रुपियाँ छ, यतापट्टि 500 को लोड छ। फाटेको 500 त खमाउँदैन, त्यसैले 10 को माथि थपेर सिलाएर 500 को लोड बनाइदिन्छ। अनि फटाफट गरेर दोकानमा 500 यसरी पट्याएर दिएर सामान लिएर दौडी